टुरिस्ट एरिया गाइज, टुरिस्ट एरिया। क्याफेमा छिरिसक्नु बिहानको भ्यू हेर्न सक्नुहुन्छ। दामी क्याफेको लागि सो गाइज गुड मर्निङ एभ्रिवान, न्यू डे विथ न्यू ब्लग। म चाहिँ आज टक्क हिजो यहीँ बसेको थिएँ रेस्टुरेन्ट क्याफेमा दाइसँग। टक्क हेर्न सक्नुहुन्छ तपाईँ त यहाँतिर हुनुहुन्छ, माथि यहाँतिर हुनुहुन्छ। बुलेट छ अनि मेरो बाइक चाहिँ यहाँ छ। म चाहिँ तपाईँ दाइको स्कुटी चलाएर जान्ला हो गाइज। अब त टक्क तपाईँ दाइको स्कुटर यो हो, रेजेटारियामा ओल्ड एज। तर त्यो दामी छ, माइलेज चाहिँ बबाल दिन्छ। खाने होला आउनु तपाईँ दाइ। सो म तपाईँ दाइसँग जान लाग्यो अहिले। दामी छ त हो सर्भिसिङ गरेर, बवाल पिकअप दिइरहेको त हो। के हो तलबाट हो। हेर्न सक्नुहुन्छ दाइ चलाउनुहुन्छ, म त चलाउन्न। तपाईँ चलाउनु है दाइ, म हातमा समात्छु त नि। ल स्टार्ट। हामी चाहिँ निस्केको गाइज दुध ल्याउन। कति लिटरसम्म ल्याउनुहुन्छ दुध दाइ? आउँछ होला अहिले त 20 सम्म आउँछ होला। 20 लिटर भइसक्यो हो नि त होइन? 20 लिटर ल्याउनु छ हामीले दुध गाइज। हामी 20 लिटर ल्याउनु जान लागेको टक्क पारामा। सो यहाँ हाम्रो दाइलाई त गल्ली गल्ली थाहा हुन्छ सबैतिर। के हो अङ्कल? भएन है, रङ भयो। दाइले दामी कुदाउनुहुन्छ। कस्तो लागेको थियो हिजो मैले चलाएको? बबाल चलाउनु हुन्थ्यो हिजो टक्क मेन रोडमा। मैले भिडियो नि बनाएको थिएँ तपाईँको प्रशंसा नि गरेर आएको थिएँ मैले। नाइस। हजुर हो नि दाइ, म जहिले गरेर आउँथेँ तपाईँको। जहिले त होइन, अब भेटघाट भएपछि। मेन रोड होइन यो? सो यहाँको भ्यू चाहिँ दामी छ, हेर्न सक्नुहुन्छ। हावा लागिरहेको त्यही भएर सुनिन्छ के अहिले। तपाईँले भन्नुभएको थियो नि हो त्यसरी हाल्छ कि यो। तपाईँलाई थाहा होला त्यहाँको गल्ली गल्ली चोक थाहा हुन्छ हाम्रो दाइलाई चाहिँ होस्। त्यही त हामी हराएको दाइ तपाईँले गर्दा। आफू कहाँ कुद्नुहुन्छ है, कति फास्ट कुदाउनु भएको त फेरि है। राति हामी त कहाँबाट पाटनबाट आयो नि दाइ फर्केर। पाटनमा पुगेको थियौँ हामी। दाइ चाहिँ ठ्याक्क अगाडि नै पुगिसक्नु भएको थियो होला उहाँ क्याफेमा। बुलेट बाइक मात्र थियो कि पछाडि डिके दाइको, अनि हामी चाहिँ पछाडि नै थियौँ। हामी 3जना थियौँ त। तपाईँले 3जना हाल्नुपर्ने रहेछ कि हिजो है, त्यही भएर मिस्टेक भयो। मैले 3जना हालेको थिएँ, मेरो चाहिँ झऱ्यो नि त एउटा। ए तपाईँको झऱ्यो, अनि मेरोमा 3जना थियो, त्यही भएर गाह्रो भयो क्या। कहाँ छिरनु भयो दाइले। सो त्यही हो। बिहान नि केको जाम हुने हो र यहाँनिर। अपार्टमेन्ट हो भित्र। हामी यहाँबाट चाहिँ माथि जाने हो जङ्गलको बाटोतिर।
बाटोतिर हामी चाहिँ गइरहौँ। के साह्रो धुवा हो दाइ त यहाँ। सो गाइज हेर्न सक्नुहुन्छ हामी ठ्याक्क किर्तिपुरमा पुगिसक्यौँ दाइकोमा। दुध लिने ठाउँमा हामी ट्याक्क पारामा अब यहीँ हो। भैँसाहरू पाल्नु भएको छ हाम्रो अङ्कल आन्टीहरूले। कति लिटरसम्म लिने भन्नुभयो? 20 लिटर। 20 लिटर खान्छ हो तपाईँको क्याफेले? खान्छ होला होइन दाइ? क्याफेले त खाइहाल्छ होला नि त, अब भाइरल छ होइन, ट्रेन्डमा छ नि त क्याफे, अनि त्यही भएर नि। सो गाइज म एकचोटि आएको थिएँ यहाँ, अनि त्यसपछि 2-3 चोटि जति आइसकेँ म यहाँ। हेरौँ लेट्स सी। गाइज तपाईँहरू यहाँतिर हेर्न सक्नुहुन्छ भैँसाहरू यहाँतिर छ। हामीहरू दुधले चाहिँ उताबाट लग्ने हो अहिले। कति 5-10 लिटरसम्म लग्नु हुँदो रहेछ दाइले, जे होस् होइन। यहाँतिर चाहिँ भैँसाहरूको फार्म छ हेर्न सक्नुहुन्छ। उतातिर गाईहरू चल्दैछ टक्क। अब यहाँबाट चाहिँ दाइले दुध रेडी गर्दै हुनुहुन्छ होइन। सो त्यही भएर चाहिँ म बाहिरतिर छु, हेर्न सक्नुहुन्छ। म पहिला 1-2 चोटि आएको थिएँ म यहाँतिर, दाइ यहाँतिर बस्नुहुन्छ उहाँलाई। अनि सो गाइज निस्कने अब हाम्रो क्याफेको लागि दुध आइसकेको छ यहाँ दाइको 21 लिटरसम्म है। रेजेडारले धान्छ हो दाइ? धान्छ रेजेडारले? सो हामी अब यहाँबाट निस्कन लागेको सिधै क्याफेमा राइट। मर्निङ वाक। तपाईँ रुम नजाने? रुममा बस्नुहुन्न है? दाइ रुम हेर्दै बस्नुहुन्छ, सो त्यही भएर बस्नुहुन्छ कि भनेको। हामी यहाँबाट स्ट्रिट निस्कने हो? नयाँ बाटो लिन्छ नि त फेरि। ए ल, अब नयाँ बाटोहरू भिजिट गर्नु पऱ्यो नि त। अनि यो बाटो नि म गइरहेको हुन्थेँ, आउँदाखेरि गएको थिएँ 1-2 चोटि हो त, त्यति त याद भएन होइन। घुम्न चाहिँ गएको थिएँ यत्तिकै यहाँबाट त्यहाँ उयो डाँडामा नि पुग्न सकिन्छ है? उयो माथि त्यो डाँडा बाइकै जान्छ। टपको के माथि हो? माथि त्यो टपमा चाहिँ भनेको व्हाइट हाउस छ। सो हेर्न सक्नुहुन्छ यहाँतिर टक्क घुम्ने टाइपको, टक्क गर्लफ्रेन्ड ल्याउने टाइपको छ कि छैन दाइ भन्नु त? डाँडा कहाँ टक्क। तपाईँ त लग्नुहुन्छ के अरे? यतै छ घर नि, रुम नि यतै छ। यो डाँडामा जानुहुन्छ दाइले चाहिँ? एक्लै भन्नुहुन्छ अहिले है फेरि है? जानुहुन्छ दाइ मलाई थाहा छ। सो अहिले चाहिँ कति बाटो ल्याउनु भएको छ दाइले? क्रस फायर जस्तै हो क्या दाइ? रेजेडार बुझ्नु न, क्रस फायर हाल्न नसकिने क्रस फायर टाइपको हो क्या यो, होइन र? हो। सो यो बाटो म हिँडेको थिएँ तलसम्म आएर, अनि त्यहाँबाट निस्किसकेको थिएँ। यता कहाँ ताल छ भन्दै थियो नि दाइ? तल हो है ताल? 14। ए 14 ताल भन्ने छ अरे यतातिर कता। त्यही भएर 14 तालमा चाहिँ एकचोटि दाइले ल्याएको थियो कि, तर जे होस् राम्रै थियो। माछाहरू धेरै हुने रहेछ है, पाइने रहेछ। सर्पहरू पनि पाइने रहेछ कि त्यहाँतिर धेरै, सर्पहरू पनि देखिन्थ्यो नि त, अनि त्यही भएर अहिले दाइले यहाँबाट ल्याउँदै हुनुहुन्छ। अफरोडकै लाग्यो क्या त यो स्कुटर, बुझ्नु न। दुध छ यहाँ 20 लिटर। हजुर। तर यहाँतिर बस्नु चाहिँ आनन्द है दाइ, किनकि पिसफुल छ नि त। केही नि न साउन्ड आउने न गाडीहरू चल्ने त्यति धेरै। अब बस्नु पऱ्यो दाइ। हो, अब दाइले के गर्छ हेरौँ होइन, कहाँ हुन्छ। जङ्गलै जङ्गल छ यहाँतिर हेर्नु। त्यही त आनन्द है। हजुर। तर हेर्दाखेरि पुरै हरियाली छ नि त यहाँतिर नि, हेर्नु न। ए जङ्गलै जङ्गल। अप्ठ्यारो त भएन। दुध पोखियो भने त गाह्रो हुन्छ नि त। अनि अरू जेसीको होस् होइन है, दुधको भ्यालु छ नि त यहाँ।
तर म लड्छु म दुधलाई चाहिँ खोज्छु हो तपाईँ लड्यो नि दुधलाई चाहिँ छोड्नु भएन कन्फिडेन्ट छ ए यो पिच हुन लाग्छ पहिले यो पिच थियो होइन यसलाई अलिकति छिटो बनाएर ए फेरि पिच गर्न लाग्यो क्या डबल डबल रोड डबल कटिङ भन्छ नि डबल कटिङ गरेर आज ए तर गाउँ गाउँमा यत्रो पिच आउनु लागिसक्यो है दाइ हाम्रो गाउँघरमा भने रोडै पुगेको छैन है भनौँ यहाँतिर चाहिँ गाउँ अब हुन्छ नि त गाउँ गाउँमा पिजै गइसक्यो भन्नु पर्दाखेरिमा तर हाम्रो गाउँघरतिर यतिको रोड पुगेको छैन कि पुगे नि यताउता भत्क्या छ है दाइ फेरि भन्नै नहुने हाम्रो गाउँतिर कुरा गर्ने भने गाइस भन्न सकिन्न त्यस्तो होला कि यस्तो रोड नि हजुर क्या दामी छ उता हेर्नु बबाल देखेर यहाँ चाहिँ के हो दाइ माथिको होप्पिल माथि त्यो उ छ नि त्यो गुम्बा टाइपको त्यो चोबारको माथि गुम्बै हो ए गुम्बा हो त्यो कस्तो राम्रो देखिरहेको दाइ त्यही हो ए जङ्गल ल्याउँदै हुनुहुन्छ हाम्रो दाइले आज गुड अनि कुन रोडमा आइरह दाइ यो चोबारको तलतिर हो यो चोबारकै हो ए चोबारकै वरिपरि होइन यो ए यहाँबाट उहाँ जान्छ है उता तालमा जान्छ है जान्छ यही बाटो ए म यो बाटो आएको थिएँ दाइसँग त्यही भएर त मैले याद गरेँ कि अहिले भर्खर बनाएर त्यो रोड चाहिँ राम्रो बन्दो रहेछ रुखहरू काटेर पुरै नराम्रो देखिरहेको दाइ पहिला कति राम्रो थियो है पुरै हिलो देखिरहेको रुखहरू काटेर सबै काटेर हेर्नु है पहिला यस्तो राम्रो थियो नि यो एरिया पुरै पोल्युसन भएको आज भन्छु त्यही त भन है मन्दिरपुरी पार्क काठमाडौँमा जति पनि पानी छ नि भाइ हजुर पानी होइन साफ ए यो मन्जेश्वरीले काटेको क्या पहिला काठमाडौँ ताल थियो क्या भाइ हजुर कहाँनिर थियो दाल काठमाडौँ भ्याली पुरै ताल हो क्या ए त्यहाँको जति पानी छ नि हजुर काठमाडौँमा जुन ठाउँमा पानी बग्छ नि लास्ट एउटै पोइन्ट मात्र हो क्या निस्किने यही पानी हो र भनेको यही हो क्या त्यो जति हाम्रो खोलाहरू छ नि बागमती बिष्णुमती मनोमैलीको खोला छ नि हजुर सब यहीँबाट हो क्या आउने ए अरू कहीँ सधैँ छैन क्या सधैँबाट हेर्न सक्नुहुन्छ यहीबाट बाहिर निस्कने हो पानी है सबै बर्खा त कत्रो आउँछ होला है फ्याक्ट्रीहरू त ठुलै रहेछ नि त यहाँतिर हेर्नु न गाडीको फ्याक्ट्री हो गाडी यति बन्छ होला बाहिरबाट छ त पहिलो गाडी यहीँ आउँछ कि ए यहीँबाट आउने त्यहाँ जे होस् दाइले मलाई आज जङ्गलको बाटो ल्याउँदै हुनुहुन्छ किर्तिपुर घुमाउँदै हुनुहुन्छ दाइले कटिसक्यो है हो सो गाइज हाम्रो दाइले चाहिँ कहाँ गल्लीबाट हाम्रो ठ्याक्क अब क्याफेमा पुर्याउनुहुन्छ हाम्रो दाइले अनि ट्याक्क क्याफेमा जाने हो है हेर्न सक्नुहुन्छ गल्लीबाट ल्याउँदै हुनुहुन्छ हाम्रो दाइले है हाम्रो ट्याक्क क्याफेमा पुगिसक्यो हामी दाइको क्याफेमा टक्क बारामा यहाँनिर हेर्न सक्नुहुन्छ है क्याफे ओपनिङ भइसकेको छ तर हाइट दुध निकाल्नुपर्छ हजुर सो गाइज हेर्न सक्नुहुन्छ यहाँको टक्क भ्यू अब हामी फेरि जान लाग्यो कता रे लगनखेल हामी ठ्याक्क किमा नुडल्स ल्याउन जान लागेको तर सस्तोमै दिन्छ होला तपाईँ जहिले जानुहुन्छ होला ल्याउन अनि
सो त्यही भएर हामी लगनखेल जान लाग्यो गाइस भेटेनौँ हाई 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 सो तपाईँहरू हेर्न सक्नुहुन्छ टक्क यहाँको भ्यू बबाल देखिरहेको छ फुलहरू फुलेको छ अहिले त हामी वेटिङमा छौँ 10 मिनट 15 मिनट यत्रो जाम छ पछाडितिर सो गाइस हाम्रो त अहिले चाहिँ टक्क हामीले चिकन लगेर गइसक्यौँ ओ दाइ 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 यो त भएन है यस्तो छ रोडै यस्तो छ अनि यहाँनिर चाहिँ के हो र त्यो झन्डाको त्यस्तो त्यस्तो ठड्या त यहाँनिर गाह्रो छ दाइ यस्तोमा त बाइकहरू तात्तिन्छ होला फेरि अहिले है यस्तोमा बाइकहरू चलाउनै गाह्रो छ फेरि नै हामी क्याफेमा छिरिसक्यौँ बिहानको भ्यू हेर्न सक्नुहुन्छ दामी देखिरहेको छ गाइस हेर्न सक्नुहुन्छ मैले टक्क खानासाना खाएँ अनि टक्क दाइसँग फेरि के सामान ल्याउनु जानेर अनि त्यति जान लागेको टक्क पारामा सो हेर्न सक्नुहुन्छ गर्मी हुन्छ भनेर मैले मास्क लगाएको है फेरि कालो हुन्छ नि त म अलरेडी कालो नै छु राइट स्कुटी रहेछ सामानहरू के किन्ने भन्ने मलाई थाहा भएन फिक्स त्यो कुरा अनि चियाबाट भात खाएँ खाना खाएँ मासु खाएँ अब यहाँबाट चाहिँ म 200 तिर चाहिँ जान्छु होला रुमतिर सो त्यही नै हो गाइज सो गाइज फाइनल्ली म चाहिँ यहाँबाट निस्किसकेको छु ठ्याक्क अनि तपाईँ दाइ अनि अब चाहिँ छुट्टी पनि भने कति बस्ने होइन अलिकति दाजुस् आज म फर्स्ट टाइम आऊ हुँदा होइन सो त्यही चिया पहाडी घर यही हो गाइज अनि यहाँबाट म निस्किसकेँ फाइनली गाइस सिधै अब यहाँबाट रुममा फर्कने गाइस हो के गर्ने हो र स्पिड ब्रेकर त आमामा 2वटा स्पिड ब्रेकर छ फेरि केही गर्दैन स्पिड ब्रेकरले हामी जसरी नि गइहाल्छौँ होइन सो हेर्न सक्नुहुन्छ फुलहरू त है हिजो नि देखाएको थिएँ आज नि है हेर्नु न नाइस फुलहरू है आमामा टुरिस्टहरू त्यहाँ टुरिस्ट गाई उतातिर हेर्न सक्नुहुन्छ टुरिस्ट एरिया गाइज टुरिस्ट एरिया हाइट क्या बबाल फुलहरू त है भन्नै नहुने गाइज टुरिस्ट नै बनाइदिन्छ हो नेपालमा जब यो फुलहरू फुल्यो भन्दैमा है हेर्नु न आम्मामा हजुर मेरो पनि टिकटक बनाइदिनु न टुरिस्ट नै बनाइदिएको छ अब के हो त आम्मामा यति धेरै भिड त मैले देखाएको पनि थिएन हो